यस सगरमाथा इङ्ग्लिस स्कुलको 30औं वार्षिक उत्सवका अध्यक्ष अथवा यसै स्कुलका विद्यालय समितिका अध्यक्ष श्री राम कुमार राईज्यू, यस कार्यक्रमका प्रमुख अतिथि अथवा बेलबारी वडा नम्बर 1 का अध्यक्ष मणिनाथ गुलामी मगरज्यू, यसै स्कुलका प्रिन्सिपल हिरण कुमार राईज्यू र यसै स्कुलका विद्यालय समिति सदस्य अथवा बेलबारी नगरपालिका कार्यपालिका सदस्य सञ्जय माया लिम्बुज्यू र यसै स्कुलका सञ्चालक समिति सदस्य पेङ्की गुरुङज्यू र ड्यासमा यहाँ उपस्थित भएका शिक्षक साथीहरू र मेरा विद्यार्थी प्यारा भाइ बहिनीहरूलाई मेरो व्यक्तिगत तर्फ अथवा स्कुलको तर्फबाट यहाँहरूलाई हार्दिक नमन तथा स्वागत गर्न चाहन्छु। हाम्रो स्कुल 2052 साल पुस 10 गते स्थापना भएको हो, तर हिजो हाम्रो स्थापना काल भएको कारणले भएको तापनि तर हामीले हिजो मनाउन सकिएन विविध कारणले गर्दा अथवा क्रिसमस भएको कारणले गर्दा पनि त्यसलाई हामीले थाती राखेर आज 11 गते मनाउँदैछौँ र अब यहाँ हामीले त्यस्तो लामो कार्यक्रम पनि राखिएको छैन हैन। अब यो कार्यक्रममा चाहिँ हामीले विशेष गरेर चाहिँ विद्यार्थीहरूसँग भएका प्रतिभा अथवा कविता निबन्ध के कुराहरूलाई चाहिँ हामीले आज एउटा विद्यालय स्मृतिका भाग छ अथवा सगरमाथाका अक्षरहरू भनेर हामीले भाग छ आज विमोचन गर्न अथवा लोकार्पण गर्न गइरहेका छौँ र विद्यार्थी भाइ बहिनी अथवा शिक्षक साथीहरूले यस पुस्तक छाप्नका लागि अथवा पुस्तक प्रकाशन गर्नका लागि विभिन्न लेखहरू दिएर सहयोग गर्नुभएको छ र लास्ट इयर चाहिँ हामीले चाहिँ यो कार्यक्रम पनि भन्दा अगाडि विभिन्न जस्तै खेलकुदहरू होइन सामान्य नाचगानहरू पनि गराएका थियौँ, तर अब त्यसलाई त्यसरी स्मृति हामी त्यसरी मनाइनौँ र यो अरू कार्यक्रम चाहिँ हामीले अभिभावक दिवस अथवा वैशाखमा हामीले गर्ने गरेका छ होइन। हो त्यो वैशाखमा चाहिँ हामीले एकाडेमिक इसी अथवा खेलकुदहरू अथवा डान्सहरू जति पनि प्रतिभाहरू छन् त्यो कार्यक्रममा चाहिँ विद्यार्थी भाइ बहिनीहरूले देखाउने छन् यहाँ चाहिँ। तर आज हामीले यहाँ चाहिँ विशेष गरेर विद्यार्थी भाइ बहिनीहरूको लेख रचना के छ र भाइ बहिनीहरूले पढेर यहाँ सुनाउनु पर्ने हुन्छ होइन। र यति भन्दै फेरि पनि यहाँ सम्पूर्ण उपस्थित भएको साथीहरूलाई अथवा अतिथिहरूलाई यो कार्यक्रममा स्वागत गर्दै म स्वागतम भन्दै बिदा दिन चाहन्छु। धन्यवाद।